अनि अर्को कुरा क्या यस्तो दुःख लाग्छ कि जिन्दगीमा हैन आमामामा छ्या कहिले मम्मीहरूले कतै गएर यस्तो अरूको घरमा जानुहुन्छ नि त मम्मीहरू अनि यस्तो देखेको थिएँ अनि कतै केही राखेको खानेकुराहरू क्या हाम्रो मम्मीले एकचोटि भन्नुभएको थियो कि मलाई याद छ कसको घरमा जानुभएछ कता कसको घरमा जानुभएछ कि घुम्दै जाने क्रममा अनि उनीहरूको घरमा चाहिँ स्याउ टक्कै ती माथिसम्म एउटा केहीमा राखेको रहन् क्या अनि यस्तो खाउँ परेका करप्प टोकुम खालका स्याउहरू थिए के गर्नु अब पैसा छैन किन्न सकिँदैन भनेर भन्नुभएको थियो यस्तो नराम्रो लागेको थियो हैन कस्तो खाउँ लागेको थियो करप्प टोक्नु जस्तो थियो मुख सुकिरहेको थियो तर के गर्नु भनेर भन्नुभएको थियो कि मन यति अमिलो भएको थियो यस्तो कहिले भन्नुभएको छ तपाईँहरूलाई आएर मम्मीहरूले कतै बाहिर गएर यस्तो भएको भए हुन्थ्यो भनेर अरूकोमा केही देखेर त्यस्तो सुन्दा कस्तो हुन्छ नि यस्तो नमिठो हुन्छ कि केही दिनै सकेको रहेनछु मैले त भन्ने खालको फिल हुन्छ नि अझै मम्मीहरू आएर त न्याउरो अनुहार पारेर केही कुराहरू भन्नुभयो भने त अब त्यहाँभन्दा दुःख त केही पनि हुँदैन त्यहाँभन्दा मन नि केहीले पनि पोल्दैन क्या